गुड मर्निङ सबैजनालाई र आज मेरो दिनको सुरुवात यो तातो तातो चियासँग गर्दैछु र आजको दिन चाहिँ राम्रो त राम्रो छ तर हिजो चाहिँ हल्का हिउँ परेको कारणले गर्दाखेरि अझै पनि जाडो जाडो छ र आज चाहिँ बाहिरको मौसम एकदम बिन्दास बिन्दास फर्स्ट क्लासको छ। तपाईँहरूलाई पनि म देखाउनेछु र बाहिर चाहिँ पुरा यो ठाँटो जमेको भन्छ, यो जस्तो सियो सियो जस्तो टाइपको हुन्छ, त्यो भुइँमा जमेको हुन्छ अनि भुइँबाट सियो टाइपको निस्केको हुन्छ, त्यो माथि चाहिँ माटोहरू जमेको हुन्छ। त्यहाँ चाहिँ नाङ्गे खुट्टा हिँड्यो भने चाहिँ पुरै काट्ने चान्सेस नै ज्यादा हुन्छ। हेर्नु यस्तो प्रकारको छ पुरै यो चाहिँ मेरो गाउँबाट मेरो घरबाट देखिने भ्यू छ। अनि यो जमेको ब्रफ अनि यहाँ त पुरै पानीहरू पनि जमिरहेको थियो अनि बिहानै पानी तताएर पनि पर्छ, यस्तो तरिकाले पानी जमिएको छ। तर आज चाहिँ भ्यू चाहिँ क्लियर छ। त्यो अगाडि तपाईँहरूले देख्नुभएको चाहिँ लाली ग्रासहरू पनि छ, यस्तो दरकार छ यहाँ। हेर्नु त यहाँ बोतलहरू पनि पुरै यस्तो गरेर जमिरहेको छ, पुरै जमेको छ पुरा। अनि यहाँ त दाउरा बिना त कामै छैन, दाउरा काटेर दाउरा बालेर पुरा आगो फुकेर किरकिर कालो 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 हुँदैसम्म पानी तताएर युज गर्नुपर्छ किन यहाँ चाहिँ ग्यासहरू पनि छैन। अहिले चाहिँ दुधहरू तताउने अनि मेरो मम्मीले पानी ल्याउँदै हुनुहुन्छ केतलीमा र मैले मेरो किचनबाट देखिने भ्यूजहरू। अनि यो मेरो घरको भाले भाग्दैछ। अहिले म ब्रेकफास्ट खाएर मेरो घरबाट अगाडिबाट देखिने भ्यूजहरू म हेर्दैछु। हेर्नुहोस् तपाईँहरूलाई मनपर्छ कि पर्दैन मेरो गाउँ, कस्तो राम्रो छ। हजुरहरू पनि घुम्न आउनुहोला। यो ठाउँ चाहिँ म्याग्दी घोडेपानी नजिकै फुलबारी भन्ने ठाउँमा पर्छ। मेरो गौरा भन्छौँ है, गौरा, योलाई तागा पनि भन्छौँ गौरा पनि भन्छौँ। तर यो चाहिँ गाईबस्तुहरू ढाक्नको लागि हामी बोक्नको लागि हो। यिनीहरू दुईजना चाहिँ होटेल हो, होटेल। यो मेरो जेठी फुपूको घर अनि म बाबासँग गाईहरूलाई धपाएर अलि चढाउने ठाउँतिर लैजाँदैछु। पुरै खोकी लागेछ भने जाडोले। यो गाईहरू अब जेठमा 6वटा गाईले ब्याउँछ, 6वटा गाईले दुध त खाइ नसक्नुहुन्छ बाबा। यो यति सानो गाई पनि बच्चा पाउनेछ, यति सानो गाई पनि बच्चा पाउँछ। जम्मा कति 18 महिना भयो, कति महिना भयो भन्नुभएको थियो मम्मीले। अनि घाँटी चाहिँ खसखस गरिरहेछौ, खसखस खसखस जाडोले। बाबा हुनुहुन्छ मेरो बाबा। के साह्रो खोकी लागेको भन्या छ्या। यो चाहिँ कति लगभग वैशाख जेठसम्म चाहिँ यस्तरी नै राम्रो मौसम हुन्छ। अनि यहाँ चाहिँ यो ठाउँमा चाहिँ हजुरहरूले यार्सा गुम्बा पनि पाउन सक्नुहुन्छ। यार्सा गुम्बा लगभग वैशाखको आधा हुँदैतिर खोज्न आउँछन् मान्छेहरू। अनि यहाँ चाहिँ लगभग 7-8 घर छ होला। अहिलेसम्म बनाउँदैछ मान्छेहरूले चाहिँ यहाँ बार्ने कसैले बनाउने गरिरहेको छ। र मेनली चाहिँ 2वटा होमस्टे छ यहाँ। र हजुरहरू पनि यदि आउन चाहनुभयो भने आउन सक्नुहुन्छ। र म चाहिँ अहिले मेरो काम गर्ने ठाउँमा आउँदैछु। म जाडो भएर चाहिँ आएको पुगेको। यहाँ मेरो बाबाले काठ काट्दै हुनुहुन्छ र मलाई पनि हल्का काठ काट्ने सिकाउँदै हुनुहुन्छ। र मम्मी चाहिँ जाडो भएर र आगो हेर्नुहोस् बरफ पर्यो। हेर्दै बरफ पर्छ हौ यहाँ त। मेरो बाबाले काठ काट्दै हुनुहुन्छ यहाँ। काठ काट्ने मैले पनि सिकेको छु तर अलि आउँदैन मलाई। यो काठ काट्नु चाहिँ धेरै सिक्नु पर्दो रहेछ। पहिला पनि काटेँ, अहिले त अलिअलि सिकेको छु भनौँ न। यो काठ काटेपछिको यो काठको मसिनो भागहरू
पुरै यहाँ चाहिँ पन्जा नलागेको काम नै छैन। ऊ त्यो तलतिर चाहिँ हल्का हिउँहरू बसिरहेको छ। पानी पर्यो तर फेरि पनि मैले काम गर्नु छोडेन र आज चाहिँ पानी ल्याउन बिर्सेछु मैले र त्यही भएर म चाहिँ पानी चाहिँ त्यो निगालोको पाइपबाट चाहिँ चुसेर म खाँदैछु। अब म भेडा चढाउन जाने हो। भेडाहरू यस्तो छ, पानी पुरा हिउँ परेर पुरै के गर्ने यस्तो छ। मेरो ड्रेस अनि मेरो भेडा अनि मेरो दिनहरू यसरी नै बित्छ हौ दिनदिनै। के गर्ने, गाउँले लाइफ चाहिँ बहुत मनपर्छ मलाई, लास्टै मनपर्छ। अझै के गर्ने, राम्रोसँग बस्न पाइन्न गाउँमा। यो भेडाहरू हिउँ परेर पुरै अब घर जान चाहिँ आत्तिरहेको छ। बाबाले चाहिँ काठ काट्दै हुनुहुन्छ, मम्मीले चाहिँ आगोमा आलु पोलेर खाजा दिनुभयो, चिया पनि पियो। अब भेडाहरू नजिक 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 लैजानु छ। मैले हेर्नु लगभग कति 60-70वटा छ होला हौ भेडाहरू पनि, 60-70वटा भेडा। हजुरहरूलाई चाहिँ यो गाउँमा आउनुहोस् घुम्न भन्न चाहन्छु, अरू त के भन्नु छ र हौ। र अब चाहिँ हामी जाने बेला भयो। बाबाले त्यहाँ पर काठहरू बोकेर जाँदै हुनुहुन्छ। बाई बाई सबैजनालाई। र यो भिडियो मन पर्यो भने लाइक अनि मिठो मिठो कमेन्टहरू दिनु होला र मेरो आउने भिडियोहरूलाई हेरेर हजुरहरूले सपोर्ट अनि मिठो मिठो माया पनि दिनु होला। बाई बाई सबैजनालाई।